तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर 5 मा अवस्थित छिम्केश्वरी माई रहेको यो पवित्र भूमिबाट म हजुरहरू सम्पूर्णलाई हार्दिक नमस्कार गर्न चाहन्छु। र आज मैले हजुरलाई छिम्केश्वरी माई जो चाहिँ माता मनकामना तथा गोरखकाली लगायतका भगवतीहरूका दिदी हुनुहुँदो रहेछ। उहाँ छिम्केश्वरी माई जुन चाहिँ तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर 5 मा विराजमान हुनुहुन्छ। यहाँ यो हेर्न सक्नुहुन्छ हजुरहरूले, ठ्याक्क प्रवेशद्वार आयो। यहाँ अलिकति माथि करिब 1100 मिटर पैदल हिँड्यो भने त्यो मन्दिरमा, छिम्केश्वरी माईको मन्दिरमा हामी पुग्छौँ। र हामी अहिले यो आँबुखैरेनी गाउँपालिकाबाट, आँबुखैरेनी बजारबाट करिब 40 मिनट चाहिँ गाडीमा आयौँ र अब यो ठ्याक्कै यही गेटबाट अब करिब 1100 मिटर चाहिँ अब पैदल यात्रा गर्दैछौँ। एकदम रमाइलो हाइटमा रहेछ। फेरि यो करिब कति छ, 2100-2200 मिटर होला समुद्री सतहदेखि। टुप्पोमा, डाँडोको टुप्पोमै रहेछ। अब हिँडौँ म्याडम, अलि चाँडै हिँड्नु पर्यो। शरीरलाई जस्तो बनायो त्यस्तै हो नि, बानी परेन भने गाह्रो। दाइमा गाडी त्यस्तो स्पिडमा चलाउने मान्छे यहाँ हिँड्न परेपछि लगाएर पछाडि लुरुर हिँडिराख्नु भएको छ। हामी त आइसक्न लागियो छिम्केश्वरी माताको मन्दिर। वास्तवमा म्याडमले हामीलाई गाह्रो त हुने होइन। बिहान यो दोपहरको कति बजे अरे म्याडम? 12 बजे। 12 बजे खाना खाँदा बित्तिकै हिँड्नु भयो र यहाँ प्याक परियो भन्ने कुरा गर्नुभयो। नत्र त म यस्तो मान्छे हुँदै होइन भन्नुभयो। म त यहाँ बसेर साथीहरूलाई कुट्दैछु, साथीहरू पछाडि हुनुभयो। यस्तो बाटो छ। ल, हामी छिम्केश्वरी माता, छिम्केश्वरी माईको मन्दिरमा आइपुगेका छौँ।